त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल आयल निगमको सिनामुङको नेपाल आयल निगमको डिपोसम्म मात्र रहेको प्यारलल ट्याक्सीवेलाई कोटेश्वरसम्म एक्सटेन्सन गर्नको लागि यहाँ सबै ग्राउन्डहरू चाहिँ लो ल्यान्डमा भएको कारणले गर्दाखेरि यसरी यो रेनफोर्स अर्थ वाल बनाएर त्यसमा सबै फिलिङहरू गरेर त्यो माथि चाहिँ अब प्यारलल ट्याक्सीको पेभमेन्टको काम गर्नको लागि यो सबै वाल बनाएको यति लामो वाल बनाएको यो तपाईँहरूले हेर्न सक्नुहुन्छ यो सबै रेनफोर्स अर्थ वाल करिब 1200 मिटर लेन्थ छ यो अहिले चाहिँ अब यो वालको मुनतिर ड्रेन बनाउने कार्य पनि सँगसँगै चलिरहेको छ पानीहरूले यो वाललाई चाहिँ इफेक्ट नगरोस् भनेर साइडमा चाहिँ सबै ड्रेन बनाउने काम गरिरहेछौँ हामीले अहिले फाउन्डेसनको लागि